गृहमन्त्री सुदन गुरुङलाई स्थानीयले देखाए प्रहरी र तस्करीको सेटिङ। बेस बदलेका गृहमन्त्रीले आँखै अगाडि देखे यस्तो खेल। बेस बदलेर पर्साको सीमा क्षेत्र पुगेका गृहमन्त्री सुदन गुरुङले मोबाइलमा प्रमाण रेकर्ड गर्दै प्रहरीमाथि कहीँ गोप्य स्टिम अपरेसन गरेको घटनाले यति बेला खैला बैला मच्चिएको छ। कालो टोपी, कालै चस्मा, मास्क लगाएर मुख छोपेको, हातमा भएको मोबाइलले एक एक प्रमाण रेकर्ड गर्दै ढिङ्ग उभिएका यी व्यक्ति हेरेर जुक्किनु भयो होला। नजुक्किनु, यी व्यक्ति अरू कोही नभई गृहमन्त्री सुदन गुरुङ हुन्। उनले बारा पर्साका सीमावर्ती नाकामा गरेको गोप्य छर्के अनुगमनपछि उनको कार्यशैली व्यापक चर्चाको विषय बनेको छ। कुनै पूर्व सूचना नदिई सामान्य नागरिकको भेषमा सीमा क्षेत्रमा पुगेका गृहमन्त्रीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले राखेका गुनासा ध्यानपूर्वक सुनेका मात्र होइन, हातमा रहेको मोबाइलबाट निरन्तर भिडियो रेकर्ड समेत गरेको देखिने भिडियो सार्वजनिक भएपछि त्यसले थप चर्चा पाएको हो। सिर्सिया नाका पुगेका गृहमन्त्रीलाई त्यहाँ खचिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले समेत चिन्न सकेनन्। स्थानीयसँग खुलेर कुराकानी गरिरहेका बेला पनि सुरक्षा निकायले उनको उपस्थितिबारे कुनै चासो नदेखाएको दृश्यले सीमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। सार्वजनिक भिडियोमा स्थानीयहरूले सीमा क्षेत्रमा अहिले पनि अवैध सामान ओसार पसार भइरहेको, सुरक्षाकर्मीको प्रभावकारी निगरानी नभएको तथा तस्करी नियन्त्रणमा कमजोरी रहेको भन्दै विभिन्न गुनासा राखेका सुनिन्छ। केही स्थानीयले सुरक्षाकर्मीको मिलेमतोमा तस्करी हुने आरोप समेत लगाएका छन्। यी आरोपहरू सम्बन्धित निकायबाट स्वतन्त्र रूपमा पुष्टि भएका भने छैनन्। स्थानीय सुरेन्द्र शाहले भारततर्फ तस्करीका सामान बोकेका मोटरसाइकल तयारी अवस्थामा रहेको दावी गर्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। त्यसपछि गृहमन्त्रीले आफ्ना सहयोगीलाई तत्काल त्यतैतर्फ गएर अवस्था बुझ्न निर्देशन दिएको दृश्य पनि भिडियोमा देखिन्छ। त्यसैगरी अर्का स्थानीय मुकेश शाहले सीमा क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेरा देखाउँदै निगरानी प्रणाली प्रभावकारी रूपमा प्रयोग नभएको र तस्करी नियन्त्रणमा कमजोरी रहेको गुनासो गरेका थिए। गृहमन्त्रीले त्यस क्रममा सीसीटीभीको निगरानी कहाँबाट हुन्छ भनेर प्रश्न गरेका थिए भने स्थानीयले सशस्त्र प्रहरीको क्याम्पबाट भन्ने जवाफ दिएका थिए। बारा र पर्साका विभिन्न नाकामा गरिएको यो छड्के अनुगमनबारे जिल्लाका सुरक्षा अधिकारीहरूले पूर्व जानकारी नपाएको बताइएको छ। गृहमन्त्रीले स्थानीयले उठाएका विषयहरू मोबाइलमा रेकर्ड गर्दै प्रत्यक्ष रूपमा तथ्य सङ्कलन गरेको देखिएपछि उनको अनुगमन शैलीको सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तमा ठूलो चर्चाको विषय बनेको छ।